प्रधानमन्त्रीज्यूसँग व्यक्तिगत रूपमा उहाँले विभिन्न चियापान अन्तर्क्रिया कार्यक्रममा बोलाउँदाखेरि मैले भेट्ने अवसर पाएकी छु र उहाँलाई भेट्ने क्रममा अरू आम नागरिक जस्तै एउटा शक्तिशाली पदमा नेतृत्वदायी पदमा रहेको व्यक्तिसँग आम नागरिकले गर्ने भनेकै केही अपेक्षाहरू हुन्छन्, पक्का पनि केही गुनासाहरू हुन्छन् र केही अनुरोधहरू हुन्छन्। त्यो मैले सधैँ नै राख्ने गरेकी छु र उहाँले त्यो मजाले ग्रहण गरिदिनुहुन्छ। जसरी यहाँले सधैँ अहिले उहाँलाई एकदम मिजासिलो एकदम सकारात्मक ऊर्जाको साथ पाइरहनु भएको छ, मैले सधैँ उहाँलाई त्यस्तै नै पाएकी छु र त्यो ग्रहण गर्ने क्रममा चाहिँ उहाँले अत्यन्त एउटा महत्त्वपूर्ण कुराहरू सधैँ जस्तो नै राख्ने गर्नुभएको छ र मलाई एकपटक चाहिँ के भन्नुभएको छ भने केकेजी तपाईँले अहिले जुन ख्याति प्राप्त गर्नुभएको छ, तपाईँले अहिले जुन मञ्च प्राप्त गर्नुभएको छ, जुन आवाजहरू प्राप्त गर्नुभएको छ, यसलाई चाहिँ देश र समाजको हितको लागि पनि प्रयोग गर्नुपर्छ है भन्ने गरेको पाएको छु र त्यसले मलाई असाध्यै ठुलो प्रेरणा दिएको छ। मैले कलाकारको रूपमा विभिन्न देशहरू पनि भ्रमण गर्ने मौकाहरू पाइराख्दाखेरि त्यहाँका आम नागरिकहरूलाई चाहिँ यो लोकतन्त्रको एकदम सुन्दर अभ्यासहरू गरेको पाएको छु। आफ्नो संलग्नता, आफ्नो सहभागिता हैन र जिज्ञासाहरू राखेको पाएको छु र यहाँ पनि हामीले अब हरेक पटक 4-4 वर्षमा हुने मतदानमा मात्र नभएर नागरिकको रूपमा हरेक विद्यार्थी, हरेक कलाकार, चाहे हरेक कुनै व्यवसायी र सम्पूर्ण नागरिकले चाहिँ हरेक लोकले लोकतन्त्रसँग चाहिँ जोडिने एउटा अवसर प्राप्त गरेको खण्डमा प्रधानमन्त्रीज्यूले त्यो खालको नवीनतम अभ्यासहरू गर्नुभएको खण्डमा चाहिँ साँच्चीकै समृद्ध र सुख नेपाल चाहिँ हामीले देख्न सक्छौँ जस्तो मैले विश्वास लिएकी छु। तसर्थ जसरी मलाई प्रेरित गर्नुभएको छ त्यसरी नै सम्पूर्ण लोकलाई लोकतन्त्रसँग जोड्नको लागि प्रेरणा हुनेछ भन्ने विश्वासका साथ आफ्नो सपना र आफ्नो सङ्कल्पमा यसलाई पनि महत्त्वपूर्ण स्थान दिनुहुने विश्वासका साथ मलाई यो मौका प्रदान गर्नुले सबैलाई धन्यवाद दिन चाहन्छु र अन्त्यमा यस कृतिका प्रकाशकज्यू, सम्पादकज्यू र यसमा जोडिएका सम्पूर्णलाई धन्यवाद दिँदै यो मौकाका लागि आभार प्रकट गर्दछु। धन्यवाद।